हाई साथीहरू, आज मैले बनाउँदैछु सुत्केरी मसला। एकदम चिसो बढेको छ नि त हैन, चिसो लाग्छ। चिसो लागेकोहरूलाई पनि ठिक गर्छ अहिले। अनि शरीर दुख्ने हरूलाई पनि यो नेपालमा बनेको यो जडीबुटीको औषधि हालेर थोरै बनाएको ठिक्क बनाएर खाने हैन। तर यसरी बनाएर राखेर राम्रोसँग बनाएर राख्ने हो भने धेरै पछिसम्म पनि बनाएर राख्न सकिन्छ। थोरै थोरै झिक्दै खाने, तर मैले चाहिँ थोरै बनाएँ। मैले सुरुदेखि भिडियो बनाउँछु भनेको त बिर्सेछु कि, तर लास्टमा मात्रै भिडियो बनाउन मन लाग्यो है। सेयर गर्न मन लागिहाल्ने कि बानी नै खत्तम भइसकेछ हो। जे बनाए पनि क्यामेरा तेर्साइहाल्ने म मात्रै हो कि हजुरहरू पनि हो। सबैजना चिसोबाट जोगिनु होला है त। धन्यवाद।